रोगबाट आफू बचौँ, अरूलाई पनि बचाऊ। एडिस इजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग डेङ्गु ज्वरो हो र यो रोग विशेष गरी पानी पर्ने मौसममा सर्ने गर्छ। विगतको तथ्याङ्क हेर्दा यस पाखरीवास नगरपालिकामा पनि यो सरुवा रोगबाट सङ्क्रमित भइसकेको हुँदा उच्च सतर्कता अपनाउनु हुन सबैमा जानकारी गरिन्छ। रोग लागेमा 81 उच्च ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुने आदि जटिल लक्षणहरू देखा पर्न सक्दछ। उल्लेखित लक्षणहरू देखा परेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्थाहरूमा गई जाँच गराउनु पर्दछ। रोकथामका उपायहरू: पानी जम्न सक्ने भाँडा वा खाल्डोहरूमा पानी जम्न नदिने, पानी ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिन ढाकेर राख्ने, पोथी लामखुट्टेले दिवा समयमा टोक्ने हुँदा शरीर पुरै ढाक्ने लुगा लगाउने, अनिवार्य झुलको प्रयोग गर्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ। पाखरीवास नगरपालिका।